सबै हिसाबले म एकदम आई एम भेरी भेरी ह्याप्पी। हिजो अस्ति जस्तो लाग्छ ब्लाइन्डमा तपाईँले दनक दिइराख्नु भएको थियो नारायण गोपालजीको 4वटा चेयर टर्न भइरहेको थियो होइन। एकदमै खुसी छु म तपाईँको लागि, एउटा साथीको नाताले, एउटा दाइको नाताले, सबै हिसाबले म एकदम आई एम भेरी भेरी ह्याप्पी आज जुन ठाउँमा पुग्नु भएको छ। अनि हसनजी त अब तपाईँको काजी, तपाईँको त्यो हलगोरुमा राम लक्ष्मण टाइपको होइन, पार्ट अफ लाइफ जस्तो सबै कुरा चाहिँ कस्तो भन्दाखेरि नि सक्सेस हुनुमा अथवा आउनुमा होइन मान्छेलाई एउटा ब्याक सपोर्ट भन्छ नि जस्तो, त्यो चाहिँ मेरो लागि भनेको चाहिँ भाइ नै हो क्या हरेक कुरामा। डेफिनेटली डेफिनेटली। अनि दाजुभाइको महत्त्व नै त्यहाँ छ क्या वास्तवमा अनि होइन। हरेक कुरा डाइरेक्टली इन्डाइरेक्टली अब तपाईँ मेरो अनलाइन टिभी म धेरै रेस्पेक्ट गर्छु। हिजोको दिनमा पनि हामीलाई तपाईँले सपोर्ट गरिरहनु भएको थियो। हामी त यात्रामा सधैँ सँगै छौँ, सधैँ र रहनेछौँ होइन त। सुखदेखि आजसम्म पनि हामी सँगै नै छौँ। ब्याडमिन्टनदेखि ट्राउटसम्म तर कहिले पनि जितेको छैन हामीले। तर त्यो फेरि मैले कसरी जितेको भन्ने चाहिँ फेरि अर्को पार्टमा तपाईँलाई जिन्दगीमा जित्न सकेन ब्याडमिन्टन धेरै म तपाईँलाई धेरै चढाउनु भएको छ, चढाएको छु तपाईँले धेरै धेरै। तर कसरी भन्ने पाटो चाहिँ फेरि अर्कै छ, अलग्गै छ, रमाइलो पनि छ। ओके जे होस्, हामी मैले भन्न खोजेको चाहिँ यात्रामा सँगसँगै छौँ, सुख दुःखमा सँगै नै छौँ होइन। रोशन दाईसँग भेटेको त अब हसन सर, रोशन सर दुवैजनासँग सँगै नै हो क्या भेटाइ। हाम्रो ती लकडाउनको आसपासमै हो होइन। अनि त्यहाँबाट ब्याडमिन्टनबाट हाम्रो चिन्जान भयो। अनि त्यो हाम्रो कुम्भकर्ण निवास त्यहाँनिर, त्यहाँ त एकल साँझ हुन्थ्यो, त्यहाँ त एकल साँझ हामी मन्त्रमुग्ध भएर सुन्थ्यौँ। जहिले पनि थुप्रो गीतहरू गाइयो, थुप्रै गाइयो नि त्यहाँ त। हार्मोनियममा हाम्रो प्यारे विक्रम, विक्रमकै कारणले यस्तो भेट भएको है तपाईँ हाम्रो चाहिँ। विक्रमले है हो, विक्रमले किन भन्दा ब्याडमिन्टनहरू अर्गनाइज गरिराख्ने। अब तपाईँ र विक्रमको पनि हाम्रो रिलेसन थियो एउटा, हामीसँग पनि थियो होइन। अनि विक्रमले ल त यो बेला सुत्नु हुँदैन दाइ, खेल्नुपर्छ काजी दाइ भनेर बोलाउँदाखेरि म तपाईँ हाम्रो भेट भयो, बाजी खेल्नु थाल्यो। कोहीले पनि तपाईँलाई मैले जितिनँ, धेरै चाहिँ चढाएको छु, धेरै ठाउँ भन्ने पनि गरेको छु। कसरी भन्ने त्यसको छुट्टै पाएको छ। ओके, त्यो चिन्जान, त्यो बसाइ सँगसँगै अब आजको दिनमा दाजुभाइले जसरी एउटा नयाँ क्रिएसनमा सहकार्य गरिराख्नु भएको छ, लोङटो क्रिएसन होइन त। यो दुवैजनाको उत्तिकै सेयर हो कि कसको? दाजुभाइको सबै बराबर हुन्छ हरेक कुरामा। ओके,